आज चाहिँ मेरो लुगाहरू यस्तो थाल्लुङ्ग भइरहेको रहेछ अनि मलाई चाहिँ लुगा धुँ जस्तो लाग्यो। अनि म चाहिँ अब सरफ किनेर ल्याउनु पऱ्यो भनेर गएँ। अनि सरफ लिएर आएँ अनि भिजाउन थालेँ। सरफमा टक्क लुगा भिजाउनु पऱ्यो भनेर पानी सानी माथि आएर दिएको सरफ च्वाप्प खोलेँ यस्तो पारेर। अनि त्यहाँपछि चाहिँ मैले लगाएँ, मस्त लगाएँ सरफ पनि आधीभन्दा धेर। अनि काठले एउटा टुक्रा अनि लुगा धुनु पऱ्यो भनेर चट्ट निकालेर चाहिँ यसलाई अब साबुन लगाउने भनेर जाली पनि हेर्दै थिएँ म। अनि यसो लागेको रहन्छ भनेर गएँ लिएर जाली साली लिएर चाहिँ मैले यस्तो रगेड्दै होइन रगडेर चाहिँ अनि लुगा सुगा रगड्दा हात पनि दुख्न थाल्यो। अनि धोइसकेँ, धुँदै रात पनि परिसकेछ साथीहरू। अब यसो उल्टो सुल्टो फर्काएर सुकाइयो। सुकाएर चाहिँ यस्तो मजाले गलियो कि लुगाधुरा। अनि पुरै यस्तो सुकाएर चाहिँ पुरा सामाको वरिपरि चाहिँ यस्तो छ साथीहरू। रात परेर हेर बिजो मेरो।